आउनुहोस् आज म जीवनका हरेक कुराहरू जो मैले सिकेँ आफ्नो लाइफमा र त्यो कुरालाई चाहिँ म तपाईँको माझमा भन्दैछु है। किनभनेपछि जुन कुरा मलाई सिक्न यति टाइम लाग्यो, यति समय लाग्यो, जुन मैले आफ्नो जीवनको 5 साल शेयर मार्केटमा दिएँ। 5 सालपछि मैले धेरै कुराहरू गुमाएँ। मेरो पैसा, मेरो समय, मेरो फ्यामिली, मेरो आफ्नो छोरा, मेरो परिवार मैले यो शेयर मार्केटबाट गुमाएको छु। मेरो जीवनमा जब शेयर मार्केट आयो, मेरो जीवनमा दुःख मात्र आयो। म जब शेयर मार्केटमा आएँ, मेरो जिन्दगीमा दुःखको पहाड आयो। म कयौं पटक रोएको छु, कयौं पटक हारेको छु, कयौं पटक सुसाइड गर्न मन लागेको थियो। म ट्रेडिङ गरेर यति लसमा गइसकेको थिएँ। जुन मेरो स्यालेरी 15,000 थियो भने म एक दिनमा 50,000 हारेको छु। सोच्नुस्, जब एक म जिम्मेवारी छोरा, घरको गार्जियन, आमा बुवालाई पाल्नु पर्ने, बहिनीलाई हेर्नु पर्ने, बुढीलाई, छोरालाई, मतलब जीवनमा यति मेहनत गरेर पनि मैले जिन्दगीमा सफलता हासिल गर्न सकिनँ, खुसी ल्याउन सकिनँ। त्यसै तर एक चीज चाहिँ थियो, कता जीवनमा मैले चुनेको बाटो सायद मेरो लागि बनेको चीज केही न केही त संसारमा होला नि। जस्तै मानौं कसैलाई फुटबल मनपर्छ, कसैलाई क्रिकेट मनपर्छ, कसैलाई संगीत मनपर्छ, कसैलाई एक्टर बन्न मनपर्छ। हरेकको जीवनमा केही न केही मनपर्छ नि। मैले सोचेको जस्तो मैले बाटो भेटाइरहेको थिएन के। त्यसैले म अल्पत्रमा थिएँ। काम त चलिरहेको थियो, जिन्दगी पनि चलिरहेको थियो, तर जीवनमा सफलता भएको थिएन। मसँग पढ्ने साथीहरू, मतलब मसँग मात्र छोडिदिनुस् न। आज म तपाईसँग कुरा गर्दैछु, तपाईसँग। यो भिडियो हेर्नुस् नहेर्नुस् मलाई कुनै आपत्ति छैन, तर म जिन्दगीको साँच्चै कुरा गर्दैछु। जो मेरो लाइफमा भएको घटनालाई मात्र, म अरू जिन्दगीको आउट कुरा गर्दिनँ। मैले जीवनमा भएको घटनालाई रियल लाइफमा म तपाईको माझमा राख्दैछु र तपाई पनि बुझ्नुस्। आज तपाई जुन अवस्थामा हुनुहुन्छ त्यो अवस्थामा हेर्नुस्। तपाई भन्दा 10 साल पछाडिको भाइले पनि तपाई भन्दा 10 गुना सम्पत्ति कमाइसकेको होला, तर तपाईको जिन्दगीमा केही पनि भएको छैन। कारण तपाई घरको ठुलो होला, या तपाईको घरमा तपाई बाहेक अरु कोही नहोला, तपाईको घरमा परिवार पाल्दै होला। तपाईले आफ्नो जिन्दगी, परिवार, रिश्तेदार एउटा हुन्छ नि, समाजमा बसिसकेपछि समाज अनुसार चल्न सक्नुपर्ने क्षमता पनि बनाउनु पर्ने हुन्छ। त्यो हिसाबले के हुन्छ भनेपछि जीवनमा हामी समाजसँगै हिँड्न खोज्छौं। कतिपय समाजसँग पछि हुन्छु भने त्यसै बीचमा जसका बुवा आमा या जसका दाइहरू राम्रा छन्, या जसका बाउहरूले अलि सम्पत्ति कमाएका छन् भने उनका छोराहरूले कलेज गए, स्कुल गए, अहिले त 10-12 लाख लगानी लगाएर आजभन्दा 2-4 साल अगाडि कोही कोरिया, जापान, अमेरिका जतातता गइरहेका छन् हैन। मानुस अब हाम्रो एजका, म कति भएँ, 32 को भएन, 32 सालको भएँ। आज म 32 सालको उमेरमा मसँग 32 रुपैयाँ पनि छैन भनौं के। मतलब यो ठुलो कुरो होइन, पैसा ठुलो कुरो होइन। म कुनै टाइममा पैसा भन्थे, तर बाटो भेटाएको थिएन। मैले भने नि, अल्पत्र परेको थिएँ। आज तपाई पनि अल्पत्र पर्नु भएको छ, मलाई थाहा छ। ओके, थाहा छ, 100% थाहा छ के। आज यो संसारमा हामी नेपाली मात्र होइन, संसारमा हरेक कोही अल्पत्र परिरहेको छ। किनभने उसको जीवनमा एक गोल छैन, एक रिजन छैन, एक भिजन छैन, क्लियर बाटो छैन। जुन बाटो जान खोज्छु केही पर गएपछि अर्को बाटो भेटिन्छ, त्यो बाटो जान खोज्छु, त्यो बाटो गएपछि अझै राम्रो अर्को बाटो भेटिन्छ। हामी यसरी नै जिन्दगी कटाइरहेका छौं, अगाडि बढिरहेका छौं। बस अब हाम्रो जीवनमा के बाँकी छ भने, मैले भने नि, मेरो जीवनमा जब यो ट्रेडिङ आयो, जब मैले अप्सन ट्रेडिङ गर्न सुरु गरेँ, मेरो जीवन त उसै पनि दुःखमा थियो, तर मेरो जीवनमा मैले शान्तिसँग बाँचेको थिएँ। प्रगति थिएन, अरूको जस्तो गाडी घोडा हैन, मस्तीमा थिएन। बस मेरो बुवा त 2020 मा कोरोनाको 2019 को सायद 20 मा बिते, जनवरीको मै बिते सायद। 2-3 महिनापछि चाहिँ जनवरी, फेब्रुअरी, मार्चमा चाहिँ कोभिड भएको थियो। त्यो बेला म इन्डिया थिएँ, मेरो फ्यामिली पनि इन्डिया थियो। 2019 मा मैले बिहे गरेको हैन। आज म यति धेरै कुराहरू किन भन्दैछु भने, सायद तपाईले यो भिडियो हेर्नु होला, तपाईले आफुलाई
केस गर्नु होला। एक मान्छेको जीवनमा म जस्तै पीडा कसैलाई छैन नसोच्नुहोस्, तपाईँलाई मलाई सबैलाई छ के। तर आज म जुन पीडा सुनाउँदैछु तपाईँ रिलिफ आफूलाई पनि यो पीडामा राख्न सक्नुहुन्छ। जब मैले 2020मा 19मा बिहे गरेँ, मेरो 20मा बुवा बिते, घरको सबैभन्दा ठुलो मान्छे मै नै हो। मेरो पछाडि 2टा बहिनी, 3टा बहिनी, एउटा भाइ, मतलब 5 भाइ बिना हौँ हामी। सबै परिवार मैले हेर्नुपर्ने थियो। घरको स्थिति धेरै नाजुक थियो, एकदम गरिबी अवस्थामा जिएको छु मैले स्कुल जाँदाखेरि लगभग 10-11 वर्षसम्म पनि चप्पल नलगाएर गएको छु। अब भन्नुहोस् 10-11 वर्षको बच्चा भनेको एक आफूलाई अहिले त 10-11 वर्षको 15-16 वर्षको बच्चा अहिले जापान गइरहेको छ। मतलब मैले 15-16 वर्षको उमेरसम्म पनि मेरो दिमाग पुरा परिपक्व थियो, मलाई लाउने खाने रहर थियो, तर चप्पल थिएन। म फाटेको कपडा लगाएर हिँड्थेँ कि स्कुल जाँदा साथीहरूसँग हिँड्न लाज लाग्थ्यो, पैसा हुँदैन थियो सुखको। किनकि गरिबीमा जिउनुको एउटा अलगै मजा पनि छ, नमजा पनि छ क्या। नमजा के छ भने जब आफूभन्दा अलिकता धनी मान्छेहरू हुन्छ नि, अलिकता आफ्नो साथीहरूसँग राम्रो कपडा राम्रो खाएको देखेर आफूलाई नराम्रो लाग्छ कि मलाई पनि गइदिन पाए। कुनै मेला लागेको है, त्यो बेला 2 रुपियाँ 5 रुपियाँले कति राम्रो राम्रो मेला आउँथ्यो। 2 रुपियाँ 5 रुपियाँ पनि हुन्न थियो, हिँडेर जानु त सकिन्थ्यो। तर त्यहाँ जाँदाखेरि साथीहरूसँग 10-12 रुपियाँ हुन्थ्यो, मसँग 1 रुपियाँ हुँदैन थियो कि। जाने कसरी, खान मन लागेपछि कि खाने कसरी, 5-10 रुपियाँ भइदिएको भए म आफ्नो गाउँबाट बजारमा लाग्ने मेला हेर्न सक्थेँ कि। त्यस्तो अवस्था पनि थिएन। त्यो बेला नमजा लाग्छ। तर एक गरिबीको चाहिँ मजा के लाग्छ भने आजाद जिन्दगीमा पीडा ज्यादा हुन्छ, तनाव ज्यादा हुन्छ, तर बिन्दासले जिउन सकिन्छ। हरेक कुरा भोग्न पाइन्छ। दुःख सुख, दुश्मन, आफ्नोपन, पराई, रिश्तेदार, यी कुराहरू दुःखमा गरिबीमा देखिने रहेछ क्या, चिनिने रहेछ। त्यही कारण मैले जीवनमा मेरा साथीहरू, मेरा रिश्तेदारहरू,